नमस्कार। हाम्रो हत्तगढी अन्तर्गत रहेको मुन्दुम ट्रेल को चाहिँ निर्माण कार्य धमाधम भइरहेको छ। यसपाल चाहिँ हत्तगढी गाउँपालिकामा जम्मा 50 लाखको काम भइरहेको छ। एउटा परिधि संरचना निर्माणको लागि 10 लाख, जसबाट चाहिँ डस्टबिन चौताराहरू निर्माण भइरहेको छ भने अरू चाहिँ ट्रेल निर्माणको लागि 40 लाख पैसा गरेर दुईटा समितिबाट काम भइरहेको छ। यस आर्थिक वर्षमा चाहिँ हामीले हम्बुप्पा भन्ज्याङ, जसलाई चाहिँ हामी सिसो भन्ज्याङ पनि भन्ने गर्छौँ, त्यहाँबाट पहिलेको गोरेटो बाटो हुँदै मुन्दुम पदमार्ग पनि निर्माण गरिरहेका छौँ। ड्रेसिङवाला ढुङ्गा पाइएन होइन त? धन्न बल्ल बल्ल फुट्छ अलिअलि होइन, चोइटिन्छ। ट्रेल निर्माणको लागि आवश्यक पर्ने ढुङ्गा चाहिँ निकै टाढाबाट ल्याउनु परिरहेको छ। अहिले चाहिँ पातले पानी बाटो ल्याएर यहाँ ट्रेल निर्माण गरिरहेका छौँ र पनि भने जस्तो हामीले ढुङ्गाहरू पाउन सकिरहेको छैन। ड्रेसिङ राम्रो नआउने, ड्रेसिङ गर्दाखेरि चोइटिने फुट्ने खालको भइरहेको छ, जसको कारणले चाहिँ केही काम गर्न असहज भए पनि काम भइरहेको छ। हम्बुप्पा भन्ज्याङ यहाँ लेफ्ट खोप्चे पानी बोर्ड, सिधै बाटो चाहिँ यो सानो बाटो चाहिँ मुन्दुमको ट्रेलबाट आएको माइबेनीबाट, अनि यता राइट साइड चाहिँ चुवार पुल पुगिन्छ। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। सी यू नेक्स्ट भिडियो। बाई बाई।